आज म आएको छु अन्तर्राष्ट्रिय डेरी एक्सपोमा। चितवन उद्योग सङ्घले आयोजना गरेको यो मेला नेपालको डेरी उद्योग अब बदलिँदैछ। पानीको फाउन्टेनमा उभिएको गाईको मूर्ति यो किसानहरूको मेहनतको सम्मान हो। प्रवेशद्वारबाट भित्र पस्दा सुरुमै हेल्प डेस्क, अगाडि जाँदै गर्दा डेरी प्लान्ट र हेक्सा इलेक्ट्रोनिकको मोबाइल एप र एमडिएफ टेक्नोलोजीको हाते मेसिनहरूले किसानहरूको जीवन सजिलो बनाएको देख्न सकिन्छ। यहाँ आधुनिक बाछो-बाछीको घर, दाना र पानीको छुट्टै व्यवस्था भएको पशुहरूको हेरचाहमा क्रान्ति, अल्ट्रासोनिक मेसिन र मिल्क एनालाइजर र विभिन्न पोषण बनाउने घाँसहरू देख्न सकिन्थ्यो। यहाँ घरेलु स्वाद सम्झाउन अन्नपूर्णको घिउ छ भने डेरी उत्पादनलाई सुरक्षित राख्न पालिमारका भाँडाहरू। यहाँ कृषि ज्ञान एप र थुप्रै डेरी प्लान्ट र रुम जत्रा चिलिङ फ्रिजहरू देख्न सकिन्थ्यो। यहाँ पशुपति प्रिन्टिङ, डेलिस्का प्रोडक्टहरू र अन्य थुप्रै स्टलहरू देख्न सकिन्थ्यो। भवानी डेरीको स्टलमा विभिन्न डेरीका परिकार सँगसँगै फ्रेस छुर्पी पनि खान पाइयो। यहाँ दूध उत्पादन बढाउन न्युट्रिसाइलेज थियो भने विभिन्न पशु रोगको ज्ञान लिनलाई पशु सेवा विभाग थियो र कृषि व्यवसाय अगाडि बढाउनको लागि कृषि ब्याङ्क। यो एक्सपोले देखाउँछ नेपालको डेरी उद्योग सानो छैन, बस अब विश्वास र निरन्तर चाहिन्छ। अन्त्यमा म यही भन्न चाहन्छु, जब किसान अघि बढ्छ, देशले प्रगति गर्छ।